ल दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस्, चुनाव प्रचारमा अब हामी चाहिँ म्याग्दी जिल्लाको मुना गाउँतिर जाँदैछौँ। अब यो हेर्नुहोस्, यो डाँडा काँडा म्याग्दी जिल्ला त यस्तो पो छ त है, हिमाली जिल्ला हो। ल हेर्नुहोस्, वहाँ पर देखेको यता धौलागिरीका अब रेन्जमा पर्ने हिमालहरू हो, गुर्जा हिमाल भन्छ त्यसलाई। त्यो के अरे त्यो पुतली हिमाल पनि भन्छन्, पुतली जस्तो देखिने भएर। अनि त्यसलाई चाहिँ अलिकति यतापट्टि दाहिनेपट्टिको हिमालहरू चाहिँ अब धौलागिरी रेन्जकै हिमालहरू हुन्। ल हेर्नुहोस्, ल यता चाहिँ सिबाङ गाउँ छ, यतापट्टि चाहिँ ताकम गाउँ छ, अनि वहाँ पारीतिर गाउँ पाखामा देखिने गाउँहरू छन्। अब यो डाँडा पारी उतापट्टि चाहिँ मुना गाउँमा जाने हो। अब हामी बाहिर जाँदैछौँ। ल हेर्नुहोस्, अब महावीर पुन चुनावमा उठेको छ। महावीर पुन चुनावमा किन उठेको छ भन्दाखेरि नेपाललाई समृद्धि बनाउनको लागि विज्ञान प्रविधि नवप्रवर्धनलाई चाहिँ एकदम उच्च तहमा पुर्याएर नेपालको प्रतिभाहरूलाई चाहिँ नेपालमै चाहिँ बस्ने एउटा वातावरण बनाउने, अर्थतन्त्र विकास गरेन भने नेपालमा अशान्ति भइरहन्छन्, अनि विदेशी शक्तिहरूले पनि चलखेल गर्न पाउँछन्, अनि यस्ता किसिमका झैझगडाहरू भइरहन्छन्। हाम्रो टोली यतातिर छन्, हाम्रो टोलीहरू। हाम्रो गाडी पनि आविष्कार केन्द्रकै गाडी लिएर हिँडेका छौँ है। हामी त कोहीसँग डराउँदैनौँ, हामी त एकदम कोहीसँग नडराउने होला छौँ। ल हेर्नुहोस्, ल अब आउँदैछ। अब यो पश्चिमी म्याग्दीको पश्चिमी भाग सकेर पूर्वी भागतिर आउने हो। बिचमा म एकपल्ट काठमाडौँ पनि आउँछु। ल हेर्नुहोस्, ल धन्यवाद छ।